सबैमा नमस्कार र राधे राधे। यस वर्षको अन्तिम पूर्णिमा यानि मुङ्सिर पूर्णिमा 4 दिसम्बर बिहिबारको दिन हुन गइरहेको छ। यस दिन गजकेसरी योग र इन्द्र योग बन्दैछ। यस्तो अवसरमा हजुरले कसैलाई जरुरतमन्द व्यक्तिहरूलाई केही विशेष चिज दान दिनुभयो भने त्यसको अपार फल प्राप्ति हुने गर्दछ। यस दिन हजुरले कुनै ब्राह्मण या जरुरतमन्द व्यक्तिहरूलाई चामलको दान गर्नुभयो भने अत्यन्त शुभ मानिन्छ। र यस दिन बेलुकाखेरि जब चन्द्र उदय हुन्छ त्यतिखेर हजुरले एउटा काँचको गिलासमा, सिसाको गिलासमा गङ्गाजल अनि अलिकति नर्मल जल पानी हालेर त्यसमा अलिकति दूध मिश्रण गर्नुहोस् र चन्द्रमालाई देखाउँदै ओम सोमाय नमः, ओम सोमाय नमः, ओम सोमाय नमः यस्तो मन्त्र जप गर्दै त्यसलाई फुक मार्नुहोस् र त्यो पिउनुहोस्। यसले गर्दाखेरि हजुरको मानसिक स्थिति पनि ठीक रहने गर्दछ, चन्द्रमा पनि मजबुत हुने गर्दछन्, अपार धनको पनि प्राप्ति हुनेछ। मन परे शेयर गरिदिनु होला। धन्यवाद।